तपाईँ जगतपुर गाउँमा बसेर पब्लिकको अगाडि कुरा गर्नुपर्ने, तपाईँ सुरक्षा घेरामा बसेर आर्मीको सुरक्षा घेरामा बसेर हाम्रो प्रश्नको उत्तर दिँदै हुनुहुन्छ। सो द्याट्स रङ, टोटली रङ। सो द्याट्स टोटली रङ है। जनता प्रति बहरार मान्छे कसैले बम बोकेको थिएन, कसैले हतियार बोकेको थिएन। यो विषयलाई विषयान्तर गरेर अन्यत्र नजानुस्, विषयमा केन्द्रित हुनुहोस्। अरू अरू कुराहरू अहिले जोड्न जरुरी छैन। मैले तपाईँले स्ट्रिक्टली यो कुरा भनेको छु, विषयभन्दा बाहिर नजानुस्। यो समस्यालाई तत्काल समाधान के गर्ने, दीर्घकाल समाधान के गर्ने भन्ने दुईटा फ्रेम बाहेक अरू बाहिर नजानुस् है। म यो कुरा तपाईँलाई रुलिङै गरेँ, यो चाहिँ भएन। जहिले पनि जनतालाई अथवा हामीलाई छारो हाल्ने काम चाहिँ नगरिदिनुहोस्। तपाईँहरूले नि गर्नुभएको छ, हेर्नुहोस्। छारो हाल्ने राम्रो कामलाई राम्रो भनिन्छ, तर आज राम्रो काम यसो गर्नुभयो भनेर तपाईँहरूको प्रशंसा गर्न आएको होइन। हामी तपाईँहरूलाई प्रश्न सोध्न आएको। किन गएर त्यसले मार्यो? यो मात्रै होइन, तपाईँ प्रत्येक वर्ष जगतपुरवासी यो मर्यो भनेर हामीले प्रत्येक वर्ष यो न्युज सुन्न पर्ने कि अथवा तपाईँहरूसँग दीर्घकालीन सोच छ? निकुञ्जसँग दीर्घकालीन सोच छ कि छैन? एउटा कुरा। अनि अर्को कुरा, माननीय ज्यूलाई अब तपाईँहरूले नियम कानुन दीर्घकालीन रूपमा चाहिँ के गर्न खोज्नु भएको छ त्यो चाहिँ तपाईँले भन्नु पर्यो है। चुनावको बेलामा तपाईँहरूले यसो गर्छौँ, हामीले दीर्घकालीन सोच्छौँ भनेर तपाईँले भन्नुभएकै हो है। हामी त्यहीँ छौँ। तपाईँको अहिलेसम्म दीर्घकालीन सोच तपाईँले के बनाएर ल्याउनु भयो जनताको लागि? तपाईँले के प्लान बनाइराख्नु भएको छ? यहाँ प्रत्येक वर्ष मान्छे मर्छन्, त्यसको लागि तपाईँको सोच के हो है? त्यो कुरा। अनि तपाईँ एउटा कुरा, तपाईँलाई अर्को, तपाईँ एउटा चाहिँ जनप्रतिनिधि हो, तपाईँलाई म प्रश्न के भनिदिन्छु भने, तपाईँ जगतपुर गाउँमा बसेर पब्लिकको अगाडि कुरा गर्नुपर्ने, तपाईँ सुरक्षा घेरामा बसेर आर्मीको सुरक्षा घेरामा बसेर हाम्रो प्रश्नको उत्तर दिँदै हुनुहुन्छ। सो द्याट्स रङ, टोटली रङ। सो द्याट्स टोटली रङ है। जनता प्रति बहरार मान्छे कसैले बम बोकेको थिएन, कसैले हतियार बोकेको थिएन है। तपाईँलाई रोकेँ मैले। कुरा चाहिँ के हो भने साथीहरू,